Hello, good morning, namaste, सेवारो वेलकम ब्याक टु माई मिनी ब्लग है। आज चाहिँ म मेरो साथीको आइरहेको छु है। साथीको आमा अलिकति बिमार हुनुहुन्थ्यो, बिसन्चो हुनुहुन्थ्यो। सो घर आएको बेलामा म साथीको आमालाई भेट्नु लागि आएको छु है। तपाईलाई देखाउने छु। हेलो, मिट माई साथी। हेलो। कति बातमा फेरि भेट है हामी कहाँ गएको थियौँ ए अन्त प्लस आज चाहिँ लोसार हो है। उनीहरूको चाहिँ उनीहरूले सेलिब्रेट गर्दैन किनभने उहाँहरूको चाहिँ उसको चाहिँ जुठो लागेको थियो। मतलब यस्तो सेलिब्रेट गर्नु हुँदैन। यो चाहिँ बनाएर हामी खानु आँटेको छ। दसैँ सेलिब्रेट गरेको। थ्याङ्क यू। दिस इज फर मी। ओ माई गड, छङ्कु अरे यो चाहिँ खानै पर्छ हो। उनीहरूको दस्तुर हो। अब यो चाहिँ खानु आँटेको छ हामी। केसङ आन्टीलाई चाहिँ मैले अघि भेटिसकेको छु है। आन्टी चाहिँ बेडमै हुनुहुन्छ है, बेड रेस्टमै हुनुहुन्छ। सो आन्टीलाई मैले अघि भेटिसकेको छु। अब हामी चाहिँ यहाँनिर दसैँ सेलिब्रेट गर्नुपट्टि लाग्यौँ। खोइ तपाईँको चाहिँ अङ्कलको अङ्कल प्लेन खानुहुन्छ? यहाँ हुनु न, सँगै बसेर खाउँ न हामी। अन्त हामीले चाहिँ सपनालाई पनि मिस गर्यो है साथी। साथीको दसैँमा साथी एकजना साथी चाहिँ के भयो? मिस भयो। आलसी थियो चेयरले। ओके ल अब हामी चाहिँ मुख मात्रै भर्खर धुगो केही भएको छैन। चिसो छ है फेरि घरमा बस्दाखेरिको हालत चाहिँ यस्तो हुन्छ हाम्रो चाहिँ। जस्तो छ त्यस्तै बस्दैन हामी। म पनि त्यस्तै छ। ओके cheers, happy loser. Where's my phone? Let's take a photo lah. Happy Galpo loser to all Facebook family. I'm to what I saw. यो चाहिँ खानै पर्छ अरे नि त है। कस्तो टाइममा आइसु है म। हाम्रो यहाँ आइरहेको रहेछ, पठाइदिइहाल्नु पर्यो। नाम मत लिएर। ओके कहाँ छ? घरमा होला नि। अङ्कल ह्याप्पी ग्यापल लोसर। सेम टु यु। अङ्कलको छङ्कु चाहिँ यस्तो चाहिँ यो चाहिँ अङ्कलको लागि मात्रै हो। खाइसक्छ तपाईँले? यो चाहिँ हाम्रो डन साथी। अब चाहिँ हामी राबङला जानु आँटेको बजार। साथीको हालत हेर, जाडै भएको हो तिमीलाई? यस्तो बेसी चिसो छ, यस्तो डरलाग्दो चिसो। के थल्नु आएको रे? अब चाहिँ गाडी रोक न, गाडी यही छैन, गाडी पर्खिनुपर्छ। अङ्कल गएको, बाई बाई अङ्कललाई बाई बाई गरेको। अब हामी चाहिँ राबङतिर लागेको। नमस्ते अङ्कल, ठिकै हुनुहुन्छ? म देख्नै छैन। मैले प्यारो अङ्कललाई भेटेँ। हजुर अङ्कल कहाँबाट आउनुभएको? ए हो उयो मन्जी दी घरमा हुनुहुन्छ? ए आन्टीहरू घरमै हुनुहुन्छ होला। ए हो। ए अन्त मैले देखेको थिएँ नि मन्जी दी। दादा हुनुहुन्न होला, किरण दादा। ए हो, कहाँ छन् भएको यता चाहिँ? ए हो। ए ल एक दिनमा भेटौँ ल अङ्कल। आन्टीलाई सोध, म अस्ति आएको घरमा। हजुर त्यतै छ नि। बाई आउँछ नि एक दिन। मैले चाहिँ पहिला मैले यहाँ ड्युटी गर्दाखेरि मतलब हाम्रो आफ्नो पनि पर्छ, तर हामी चाहिँ ड्युटी गर्दाखेरि हो त आफ्नो त पर्छ त। अब यता साइनो गऱ्यो भने पापाहरूले भन्नुभएको आफ्नो पनि पर्छ। बट अब पहिला ड्युटी गर्दाखेरि चाहिँ हामी चाहिँ ओभर क्लोज थियो है। हामी यति बेसी अङ्कलको घरमा गएर चिया खान्थ्यो, खाजा बनाइदिन्थ्यो, मजा आउँथ्यो। यो केटी चाहिँ कहाँ गएको? बजार गएको। नानी हो नि त। अब पानी झरीमा हिँडाएको हेर्नु नि केटीले।
ब्याट्री पनि डाउन हुन आँटेको छ पर्खा गाडी किन्छु मेरो गाडीमा छक्कै ओके लान्छु गाडी आउनेको नाम लिँदैन अब यसरी हिँड्नुपर्छ बहुत ठंड है भाई ज्यादा बस तुम्हारे पास तो बहुत ज्यादा है तो देखो मेरे पास कुछ भी नहीं है यार तुमने 2 स्वेटर पहना है हाँ मैंने सिर्फ 2 स्वेटर पहना है पर क्या पहना है आपके पास तो वो देखो तो आपके पास वो स्टॉल है और नीचे से वो लॉन्ग कोट है ना आपके पास तो मेरे पास तो वो नहीं है मेरो जुत्तामा मैला लाग्छ नहीं यत्तिकै चाहिँ हुनुपर्छ है त्यही भएर भन्छु सबैजनालाई प्लिज जो जो पनि यहाँनिर दाजुभाइहरू हुनुहुन्छ केटी चाहिँ बस्तीकै हेर्ने बजारको चाहिँ यस्तो हुन्छ फेरि भन केटी चाहिँ हिलो माटोमा हुर्केकै हेर्नुपर्छ है जुत्तामा मैला लाग्यो भने दिन यस्तो छ धोएर सुक्दैन मेरो साथीले चाहिँ पिज्जा नखाएको निकै भएको थियो सो हामी चाहिँ अहिले चाहिँ पिज्जा खानु आयो साथी पिज्जा नखाएको कति भयो थुप्रो भएन 3-4 महिना सो हामीले चाहिँ पिज्जा मगाएको छ चिली पेपर होइन कुन चाहिँ पिज्जा हो चिकन टिक्का पिज्जा हो मगाइरहेको छ हामीले हो सो हामी त्यसमा खानेवाला छौँ ज्यादा नहाल्नु प्लिज चिली फ्लेक्स हो हाल्नु सबै हुन्छ हालिदिनु अरू यहाँ सबै हाल्नु मिठो भएछ है तर यो राबुङलामा चाहिँ तपाईँहरू आएर चाहिँ होइन मतलब अब पिज्जा खानु मन पर्यो भने चाहिँ तपाईँहरूले चाहिँ राबुङलामा त्यस्तो बेसी अप्सन छैन है पिज्जा खानु मन पर्यो के खानु मन पर्यो भने चाहिँ तपाईँहरूले चाहिँ बजारको बिच यालम्बर भन्ने रेस्टुरेन्ट छ त्यहाँनिर चाहिँ तपाईँहरूले पिज्जा पाउँछ अर्डर दिनुपर्छ दिइहाल्छ हामीले चाहिँ अब स्टार्ट गर्यो कस्तो रहेछ म तपाईँहरूलाई भन्छु है टेस्ट कस्तो छ साथी कस्तो रहेछ दामी रहेछ यस्तो छ हेर्छ म चाहिँ घरको अलिक सामान गर्नु आएको थिएँ सो टाइम पाउँदा साथी भेटिहाल्यो है साथी काम हेर्नु गएको थिएँ सो फेरि साथीको काम थियो बजाउने साउन्ड भेला भएर फेरि एक्लै हिँड्नु ल कहाँ अब चाहिँ मान्छे हो माछा किन्नु गएको राबुङला बजार रात परिसकेको छ माछा किने गए फेरि चलिङ गए सब्जीहरू केही लानु छैन टमाटो लाल बजारको को हामी चाहिँ राबुङलाको लाल बजार बहुत ठन्डी त हो यार लौका किनेर लानुपर्ने छ राम्रो जल्दी चलो यार बिहानै आउनुपर्छ ल साथी म घरमा गएर नि भोलि त अन्त काम गर्ने मान्छे पुरा हुन्छ हो सो राबुङलाको मासु दोकान चाहिँ यता चाहिँ लाल बजारपट्टि अहिले चाहिँ ड्राई डे हो आज चाहिँ माछा मात्रै पाउँछ कति बेसी नलैजाउँ है 3 जना मात्रै हो
सो हाम्रो आजको दिन चाहिँ यसरी बितेको छ है अब घर आइपुग्यो अब खानासाना खाएर अब सुत्छ तिमीलाई जन्मदिनको धेरै शुभकामना